भोले बाबा के प्यारे। आजको मुलुकका तिमी नै खसो खास हौ। तिम्रै पालामा सुकुम्बासीको उठीबास पो भो। अव्यवस्थित बसोबास त हुँदै आएको हो त। कालो शक्तिलाई भाडाको सेना बनाउन सजिलो पो भो। अहिले न्याय क्षेत्रमा पनि हात हालेकै हो। लामो कालदेखि ज्यादातिर घुसपैठ हुँदै आएको हो। सबैलाई थाहा भएकै कुरा हो। बुझपचार किन बस्नु पर्यो। तिम्रै कार्यकालमा पूर्ण सुधार गर्नै पर्ने पनि हो। नगरे अब कसले गर्ने हो। आशय आशमा भरोसा चिलेम च्वाट हुँदै आएको हो। पुरानाहरूका रोदन हुँदै गर्नु स्वाभाविकै हो। लामो कालदेखि ज्यादातिर घुसपैठ हुँदै आएको हो। तिम्रै कार्यकालमा पूर्ण सुधार गर्नै पर्ने पनि हो। पुरानाहरूको रोदन हुँदै गर्नु स्वाभाविकै हो। नवाबीकरण गर्लामै भत्काउनै पर्ने भएको हो। नयाँहरूले नयाँपन ल्याउनै पर्ने हो। पुरानाहरूले बया माग्ने प्रथा त थालेकै हो, थाल्दै आएको हो। झारो टार्ने कुप्रथा पनि सँगसँगै लान पनि भ्याएकै हो। मुखमा चिप्लो घसेर अर्काकै मतीको गीत त गाएकै हो। मुलुकभरि घोर अन्योलता त छाएकै हो। सरासर गाईमारी गधाहरूलाई कुस्त भारी बोकाएकै हो। पर्दा पछाडिको कालो तत्त्वले यिनलाई राम्रोसँग फकाएकै हो। सत्तामा बसेर अपराधीहरूलाई जोगाएकै हो। भावनालाई कुल्चीमिल्ची गरेर नाङ्गो नाच त देखाएकै हो। 81 खहरे बाढी उर्लेर आसपासका झार झङ्खाडहरूलाई त सिनित्ते पारेर बढाएकै हो त। फेरि पनि टाउको उठाएर घिगिडाइ गर्नु त घोर विडम्बना नै हो। रोहिङ्ग्याहरूलाई थुमथुम्याएर राख्नु घोर आश्चर्य नै हो। पुराना शासकहरूले सुमसुम्याएर त राखेकै हो। एकपछि अर्को विद्रोहको चर्को चर्को स्वर त ल्याएकै हो। खम्पा विद्रोहपछि रोहिङ्ग्या विद्रोह नहोला भन्नु घोर मूर्खता नै हो। पुर्खाहरूको धरोहर भत्काउने घोर षड्यन्त्र गर्नु बडो आश्चर्यजनक हो। हाम्रा मुलुकमा उटपटाङ हरकत हुँदै जाने भो। स्वाधीन देशमा हामीले गरेर केही हुँदैन भनेर गीत सिकाउनु साह्रै लज्जास्पद नै हो। मुलुकको धर्मसहिष्णु विज्ञानलाई घ्याप्प सोलीले छोपेर सापेक्ष र निरपेक्षको नारा घन्काउनु साह्रै डरलाग्दो परिस्थिति हो। मनस्थिति पुरै सडाएपछि त परिस्थिति बिग्रिनु त पर्दा पछाडिको कालो तत्त्वलाई त खुँदो पल्टिएकै हो। अब परिधिका जनताको हुँदो नहुने त पक्कै हो। जिउँदो रहन पनि मुस्किल पर्ने स्थिति त नजिकिँदै आएकै हो। बेहोसी जनताका अन्धा नेताहरूले देश दुनियाँ धर्मलाई त फन्दामा त पार्दै आएको हो। अब नयाँ सरकारले कति लछार्न सक्छ कति पछार्न सक्छ पर्खेर हेर्नै पर्ने भो। धन्यवाद।